हाई साथीहरू, आइरहन्छ सबैले। हाम्रो पर्सि इरिगेसनको एक्जाम है, अनि त्यसपछि हामी मजा मर्न लाग्थेँ। त्यसलाई केही पढ्न सकेको थिएन जस्तै गाह्रो। युन्जा मर्न लाग्थेँ, ऊ जाइसकेको थिएँ, ऊ पर्मानेन्ट मिटिङ पोइन्टमा जानुभन्दा अगाडि हामीले बोलाएर न्युमेरिकल गर्दैछौँ। ठिक क्यापेसिटीमा अलि आइसकेको छैन। अलि आइसकेको छैन म। अनि अब म भन्ला थिएँ, अब यो जिन्दगीमा यो एक्जाम त सकोस् न, प्र्याक्टिकली छ तर यो जिन्दगीमा पनि इरिगेसन अथवा यस्तो यो हिसाब किताब कति आइस त्यो गाह्रो छ यो। तिमीहरूले छैन यहाँ थोरै हो भने युन्जाले उसको पछाडिको के चाहियो नि? ऊ लास्टमा के थियो नि बाँकी हाम्रो? ऊ यो 50% हो त्यहाँ यहाँ के भने भन्दाखेरि इरिगेसन चाहिँ यो भनेको वाटर होल्डिङ क्यापेसिटी अफ सोइल चाहिँ 36 सेन्टिमिटर पर मिटर। वाटर होल्डिङ क्यापेसिटी हैन, रुट जोनमा चाहिँ पानी त्यति चाहिएको छ हामीलाई। 1 मिटरमा चाहिँ यति छ के अहिले चाहिएको छ, यति हामीलाई चाहिएको छ। देख्न सकिन त तैले देख्न सकिन। म बिलान होती लगे छोड्दैन त्यहाँ अहिले छोडेर अरु पनि खस्ला फेरि। त्यो गोठाबाट ल्याइदिएको हामीले ल्याइदिएको माथि देखिरहनु भएको देखाइदियो। यो निकालेर देखाउनु पर्छ त्यही देख्नु लाग्यो। यो यो जाने गोठाबाट ल्याइदिएको। कति भएर ल्याइदिएको नि? हो के उता के हो के उ रे कति गरी भने जस्तो के? ल यो अब यहाँ बुझ्नु है। 20 सेन्टिमिटर इन्टु 1.7 गरे हो। कति सेन्टिमिटरमै राख्ने सेन्टिमिटरमै राख्ने हुन्छ के त्यो? यही सक्यो होला नि मैले त। यही सक्यो कि हाम्रो। ढोका लगाउनुस् के हो? सल्लाहमा भर बस्छ कि बस्छ। अनि सबै एक्जामको बेला ओके अस्ति एक्जाममा जान पाइथिन नि त्यति अहिले आमाको पनि जान पाइथिन कि एक्जाममै थियो कि फिफ्थ सेममै थियो मेरो राति हेर्छ एक्जाम छ होला अनि सोचेर मैले गर्ने के म त गर्ने हो। रोटी छैन रे खाने रोटी छैन रे अनि अझै आइदिनु न त्यो भिडियोमा आइमा थिएन अझै छैन के देखाएको फर्स्ट एभिडेन्स हो यो भिडियोमा दिनदिनै होइन खा दिनदिनै राखेन युट्युबमा के खाली यिनीहरू दुईटा मात्रै खान्थ्यो उहिले देखि भिडियो हाल्दा पनि कि यिनीहरू दुईटा मात्रै के यार बस्छ सिनेमा दुईटा हुन्छ पहिला के पहिला के तिमी बोइलर माथि हो तिमीले भनेर त्यो बोइलर बिग्रेको फेरि बिग्रियो समातेर अन्डा मारे अब यसो त पनि पानी लो त्यही यसमा त पानी भएन तिनीहरूमा कहिले पानी हुँदैन पानी भएको बेला बोइलरै हो अझ पानी 3-4 बोतल खाले हजुर सक्यो ओ पक्रेछ त गर्दैन है जब त्यो 25% पुग्छ भने हामी त अनि अलरेडी माइनस गर्ने नि टोटल गरेर 36% माइनस गरेको नि र म चाहिँ बुझ्न सकिन तर अगाडि क्वेशन भन्दा हामीले 25 यहाँ भनेको 65 सो मैले क्वेशन भनेको वाटर एक्सट्र्याक्सन लेभल यदि मानम 30% दियो भने यहाँ चाहिँ हामीले 36 - 30% 30% 36 गर्ने हो बुझ्यौ चाहिँ अहिले बुझ्छ होला त मैले कल के हुन्छ इरिगेसन चाहिँ 80% अफ अवेलेबल मोइस्चर भर्खरै एउटा टेन्सन लियो पढ्न सकेर सास फेर्न गाह्रो भएको यहाँ बस्यो त अनि पर्मानेन्ट बिल्डिङ पोइन्टमा पुगिसकेको थिएँ माथि अनि मैले मेसमा पुगिसके हैन मैले त्यहीबाट सुरु गरे हो हैन के मैले ए पर्मानेन्ट बिल्डिङ ए मेरो पर्मानेन्ट बिल्डिङ उसको बिल्डिङ पोइन्टमा के अनि त्यसपछि मेसमा मेसेज गर्छु मेसेज सुन्ने चाहिँ माथि अनि माथि गएर धेरै नै भयो आएको माथि गएर पढ्दिन भन्ने थाहा थियो मलाई त्यही नै आज पढ्ने होला आज एक्सेप्सन होला छोडेको त मेसेज ट्याक्क सिन भयो माथि गरेको केही मन त्यस्तै भयो माथि अब 11 बजेसम्म कति गरेको कि 1 घण्टामा यति घण्टा म त 8:30 बजे उठेर भात खाएँ त्यसपछि अल्छिला कफी खाएँ झन् निन्द्रा मलाई त ल्यापटपबाट पढेँ नि त बोर्डमा के थिएन जस्तो भएको यो नोटमा केही छैन खै हो छ 50% अफ 36 भने कति हुन्छ 18 हुन्छ हैन हाम्रो टोटलबाट 50% अफ पानी घट्ने 36 बाट यति 18 घट्ने हो के हो यति चाहियो हामीलाई लगभग धेरै नबुझाउँ के भोकम एकदम एक्सट्रिम लेभलमा पुगेपछि घोक्ने ल यो त भएन हैन र यो त बुझ्यो हैन उनीहरूलाई चाहिँ टेन्सन अब यसमा 25% अफ पानी घटेपछि बल्ल इरिगेसन गर्ने भयो 25% अफ 36 माइनस गर्ने यो भनेको त पानीकै लेभल हो नि त हैन 36 73 पानी खाने त पनि खाने हो खै के जाको त्यहाँ कलासतिर खायो हैन अनि एरियामा त खै यतिकै छोडेको होला के सर्न गरेको त्यसपछि म निकालिसके के ए हैन नि यो गलत हो ओए यही सारे मैले भनि निकाल्न पर्छ